काठमाडौँ महानगरपालिकाले मनसुन जन्य विपदको जोखिम बढ्दै गएको भन्दै महानगरभित्रका 74 स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। बढ्दो शहरीकरण, अव्यवस्थित ढलान र कमजोर निकास प्रणालीका कारण राजधानीमा अर्बान फ्लड अर्थात् शहरी बाढीको खतरा बढेको महानगरको निष्कर्ष छ। जोखिम न्यूनीकरणका लागि महानगरले सुरक्षा निकाय र विभिन्न संस्थासँग मिलेर विपद पूर्व तयारी, क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम उद्धार अभ्यास सञ्चालन गरेको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेड क्रस, नेपाल स्काउट तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विपदको बेला स्थानीय स्रोत साधनको प्रभावकारी प्रयोग गर्दै जनधनको क्षति कम गर्नु मुख्य उद्देश्य रहेको बताइन्। उनले जोखिमयुक्त क्षेत्रमा समुदाय लक्षित सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी दिइन्। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक ध्रुव बहादुर कार्कीले यस्ता अभ्यासले सुरक्षा निकायबीच समन्वय बढाउने, उद्धार क्षमतामा सुधार ल्याउने र विपदका बेला प्रभावकारी परिचालनमा सहयोग पुग्ने बताएका छन्।